कृपया ब्याटम्यानको नाम भनिदिनु होला। कमल भट्टराई खेल मैदान प्रवेश गरेका छन्। यो पहिलो सफलता आयुषको लागि। यसले पनि केही मोरलमा बुस्ट गर्नेछ टिमको लागि। चाहिएको बेलामा समयमा विकेट आएको छ। 26 बल 52 रनको आवश्यकता जितको लागि रूपाकोटको लागि। लेग साइडतर्फ खेलेका छन्। फिल्डर त्यहाँ थोरै वाइड थिए र यो 4 रन 1 बाउन्स 4 जानेछ। पच्चिस बाउन्ड्री निकै नै छोटो छ। सो इट इज लिटल बिट इजी ब्याट्सम्यानहरूको लागि। म भन्दै थिएँ र खडे खडे पुल गर्दैका छन् ब्याट्सम्यान। 6 रनको लागि कमल भट्टराई सोइङ द पावर। आउन बित्तिकै 2 बलमा 10 रन प्रहार गरेका छन्। बलिङमा जर्सी नम्बर 28 आएका छन्। रविन पाण्डे। प्रदीपको नाममा गएछ कि अघि न। क्याचको अवसर, क्याच ड्रप भएको छ। प्रज्वलले जीवनदान पाएका छन्। सर्ट तडमा थिए र विस्फोटक ब्याट्सम्यान प्रवीण पाण्डे। ब्लक होलमा उत्कृष्ट बल त्यहाँ प्रवीण पाण्डेको र ब्लक खुट्टाले छेकेका थिए ब्याट्सम्यानले। बचेका छन् ब्याट्सम्यान। डट बल, पहिलो बल डट बल, दोस्रो बल 1 रन र अगेन डट बल। कसिलो बोलिङ यहाँ प्रवीण पाण्डेबाट। अहिले भने दिशाहीन वाइड लाइन वाइड भएको छ। ब्लक होलमै थियो। अहिले पनि थोरै अगाडि थियो। स्टेप अप गर्दाखेरि आफूले त्यो बललाई ब्लक होल योर्कर बनाउन पुगे। अगेन डट बल। अब यहाँबाट गाह्रो बन्दैछ। प्रहार गरेका छन्। फिल्डर कोही पनि छैन त्यो डिरेक्सनमा र यो 4 रन। पाण्डे बोलिङमा छन्। गुड बल, निकै नै राम्रो बल। रन आउट हुन सक्छ। थ्रो राम्रो भएन र यो ओभर लिएर आएका छन् आफ्नो र टिमको लिएर आएका छन् विष्णु। जर्सी नम्बर 45 विष्णु भट्टराई। 18 बलमा 35 रन डिफेन्ड गर्नुपर्ने छ मिर्मीलाई। फिल्ड सेट गर्दैछन्। निकै नै क्लोज गेम जाँदैछ।
भाइ 18 बलमा 34 रन आवश्यकता। बोलिङमा विष्णु पहिलो ओभर लिएर आएका छन्। यो ओभरमा प्रहार गर्नुपर्नेछ भन्दै थिए, प्रहार आएको छ, बाटोसम्म पुगेको छ। बिग सिक्स, कमल भट्टराई बिग हिटर। 21 रन बनाएर खेलिरहेका छन् 7 बलमा। यो ओभरमा केही रन्सहरू आवश्यकता छ, करिब 14-15 रन आवश्यकता छ टिमको लागि। र कमल भट्टराई स्ट्राइकमा छन्। अपिल, आशा भरिएको अपिल। अम्पायरहरूबाट कुनै पनि इसारा छैन, मिन्स डट बल। 16 बल 28 रन आवश्यकता। फुल टस, फिल्डर केवल दर्शक मात्रै 6 रनको लागि। यो छक्कासँगै 100 रन पुरा गरेको छ, 101 बनाएको छ 2 विकेटको क्षतिमा। 15 बल 22 रनको आवश्यकता जितको लागि। रूपाकोट जितको नजिक जाँदै। 8औं ओभरमा नयाँ बोलर इन्ट्रोड्युस गर्दाखेरि केही क्षति। फेरि पनि फुल टस, फिल्डर त्यहाँ छन्। प्रदीप, मिस जजमेन्ट, ओभर रन हुन पुग्यो त्यहाँ र यो 1 बाउन्स 4 रन गएको छ। चौध बल 18 रन, यो क्याच हुनुपर्ने थियो। कमल खत्री, कमल भट्टराई, माफ गर्नुहोला, कमल भट्टराई को बिग शट्सहरूको कारण आइरहेको छ। वाइड बलको इसारा मुख्य अम्पायरबाट। 14 बल 17 रन। पुल गरेका छन्, यो पनि नतिजा 6 रन। निकै नै एक्सपेन्सिभ साबित भइरहेका छन् बोलर विष्णु। 24 रन खर्चिसकेका छन् उनले 5 बलमा। 3 वटा छक्का, एउटा चौका अनि 2 वटा वाइड स्वरूप। अब यहाँबाट जित आफ्नो पोल्टोमा पारिसकेको छ भन्न सकिन्छ, तर अझै पनि खेल बाँकी छ। सो डट बल र ओभरको समाप्ति। मिर्मीले त्यही खोजिरहेको छ। यसु आउँदै। छन् 6 रन हुनेछ। यसुलाई स्वागत गरेका छन् छक्कासँगै। 11 बलमा 5 रन मात्र आवश्यकता जितको लागि। प्रज्वलको छक्का, डट बल। नौ बलमा 5 रनको आवश्यकता छ। कट गरेका छन् फिल्डर त्यहाँ। र पुनः बिट भएका छन्। निकै नै राम्रो बोलिङ क्रिकेट क्लबले। 6 बलमा 4 रन। यहाँ 6 वटा बोलर प्रयोग भएको छ। जर्सी नम्बर 77 बोलिङमा आएका छन्। श्याम पाण्डे, उनी पनि पहिलो ओभर इन्ट्रोड्युस गर्दै। 6 बलमा 4 रन। र पहिलो बल 6 बल 4 रन।
र पहिलो बल नै अफसाइड दिशामा खेल्दैका छन् 4 रनको लागि र यो सँगै जित हासिल गरेको छ। यो चौकासँगै जित हासिल गरेको छ रूपाकोट क्रिकेट टिमले 8 विकेटले जित हासिल गरेको छ र 9.1 ओभर्समा 123 रन बनाउँदै 2 विकेटको क्षतिमा रन चेज डाउन गरेको छ। निकै नै सहज जित भन्नुपर्छ। केही क्षण लागिरहेको थियो, सायद रूपाकोट त्यो चेससम्म पुग्दैन होला, तर बिचमा आइसकेपछि कमल भट्टराईको त्यो इनिङ्सले खेल परिवर्तन गरिदियो। 14 बलमा 37 रनको इनिङ्स खेल्दै जित हासिल गर्न सहायता गरे कमल भट्टराईले र बधाई छ रूपाकोट क्रिकेट टिमलाई जित हासिल गरेको निम्ति। र हामी केही क्षण